यो टोलमा चाहिँ प्राय मान्छेहरू कोही पनि हुनुहुन्न। जेला मजदुरी गरेर खाने तर खेती नगर्ने मानिससँग त्यो चाहिँ बानी पर्छ। अहिले एक धारो यो मेरो पालामै भयो, पानी छ मान्छे छैन। अब रोड चाहियो भने रोड बनाइयो, मान्छे छैन। अब पिच चाहियो भने पिच हालिया छ गर्ने। प्लास्टिक गर्नुभयो। यतिखेर म लिखु तामाकोसी गाउँपालिका वडा नम्बर 6 शिवालयमा छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यो ब्याकग्राउन्डको गाउँहरू, यो ब्याकग्राउन्डको घरहरू चाहिँ रुम्बा टोल। यो टोलमा चाहिँ प्राय मान्छेहरू कोही पनि हुनुहुन्न, प्राय गाउँ नै खाली छ। यहाँनिर केही आपतकालीन अवस्था केही आइपर्यो भने यो ठाउँमा उद्धार गर्ने व्यक्तिहरू कोही हुनुहुन्न। अहिले यतिखेर देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा यो रुम्बा टोल। यहाँनिर प्राय 2 घर मात्र बस्छ भन्दै हुनुहुन्छ यहाँको अध्यक्ष। अरू बाँकी तपाईँलाई यो गाउँको स्थिति कस्तो छ त तपाईँहरूलाई फेरि देखाउने नै छु। रुम्बा गाउँ, रुम्बा टोल, रुम्बा टोल सिम्ती जम्मै सिम्ती जम्मै 8 जाता थियो। खानेपानीको समस्याले मान्छे सबै सर्न बाध्य भयो। अहिले हामीले खानेपानी ल्याइरहेका छौँ। अहिले ल्याइरहेका छौँ। अहिले देख्नुहुन्छ त्यहाँ ट्याङ्की बनाएको छौँ। हजुर, पहिला चाहिँ त्यो घरहरू सब रित्तो है, त्यो घरहरू सब रित्तो होइन है। सपरित हजुर अहिले चाहिँ अब यस्तो भयो कुमार सर के गर्नु। यता पारिपट्टिको घरहरू नि गाउँहरू नि खाली हो। उयो यतापट्टिको साइडको गाउँघर त्यो खाली भयो। यो भूकम्पको घर हो। यो एकल महिला काठमाडौँ। हजुर, एक धारो यो मेरो पालामै भयो। हजुर, मान्छे छैन। पानी छ मान्छे छैन। रोड ठोकेर धुने गरेर ल्याएँ तर अहिले छैन। अब रोड चाहियो भने रोड बनाइयो, मान्छे छैन। अब पिच चाहियो भने पिच हालिया छ गर्ने। यो हजुरलाई चाहिँ के जस्तो लाग्छ यस्तो यो यसरी गाउँ सबै रित्तै भएको चाहिँ के कारणले होला जस्तो लाग्छ? यो के कारणले भयो भन्नुहुन्छ भने मैले अलिअलि अहिले अनुमान गरेको, एक त मान्छेको गरिबीपन बढ्यो, आम्दानीको स्रोतहरू कम भयो र कमाउन सक्ने मान्छेहरू बाहिर गए अनि बुढाबुढी बुवा आमा मात्रै घरमा हुनुभयो र उहाँहरूलाई अलिकति तल सर्न पाए यातायातको सुविधा हुन्थ्यो, औषधि उपचार पाउँथ्यौँ हामीले भन्ने भएपछि तलतिर सरेको हो भन्ने मैले अनुमान गरेको छु। हजुरले त फेरि यातायात पनि ठाउँमै ल्याइपुऱ्याउनु भएको, स्वास्थ्य पनि राम्रै बनाउनु भएको छ, खानेपानी गरेको त घर घरमै ल्याउनु भएको, तर पनि मान्छे छैनन्। यो चाहिँ खास कारण चाहिँ के भयो? खास कारण युवा बाहिरिनुको कारण है। युवा शक्ति बाहिर गयो। सुख भोगी भयो युवाहरू, सुविधा भोगी भयो। खेती किसानी गर्न चाहेन। बरु जेला मजदुरी गरेर खाने तर खेती नगर्ने मानिससँग त्यो चाहिँ बानी पर्छ। अहिले बरु एउटा गाई पालेर दुध बेच्ने र त्यहाँबाट जीविको पालन गर्ने। सिम्तीमा दुध डेरी खोल्या छ, त्यहाँ जीविको पालन हुन्छ। एउटा गाई पाल्छ उसले, तर यो खेती गर्न उसले चाहे।